आजदेखि 3 दिनसम्म अर्थात् मङ्सिर 1 देखि 3 गतेसम्म बाला चतुर्दशी सद्बीजारोपण पर्व 2082 लाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर वरपरको पवित्र पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि नशालु पदार्थको उत्पादन, बिक्री, ओसार पसार, भण्डार र सेवन पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। बाला चतुर्दशी हिन्दू धर्मको एक अत्यन्त महत्वपूर्ण पर्व हो, जहाँ दिवंगत आफन्तहरूको आत्माको शान्तिको लागि विशेष पूजा गरिन्छ। यस पर्वको अघिल्लो रात, जसलाई बालारात्रि भनिन्छ, भक्तजनहरूले पशुपति क्षेत्र लगायत विभिन्न घाट र शिवालयहरूमा गई रातभर दीप अथवा बत्ती बाल्दै आफ्ना पुर्खाहरूलाई सम्झन्छन्। रातभर जागराम बसेर बत्ती बाल्ने यो चलन धेरै वर्ष अघिदेखि चल्दै आएको छ। यसका साथै दान अथवा पुण्य गर्ने परम्परा पनि छ। भोलिपल्ट मुख्य दिनमा सद्बीजारोपण गरिन्छ, जसलाई सद्बीज छर्ने भनेर पनि चिनिन्छ, जहाँ धेरै प्रकारका अन्न अथवा बीज लिएर भगवान शिवको पूजा गरी घाट घाटमा छरिन्छ। यसले दिवंगत आत्माको मोक्ष र परिवारको कल्याण हुने विश्वास गरिन्छ। यही भिड, संवेदनशीलता र धार्मिक पवित्रतालाई ध्यानमा राख्दै प्रशासनले मङ्सिर 1 देखि 3 गतेसम्म पशुपति क्षेत्रका तिलेगंगा, गुहेश्वरी, गौशाला, मित्र पार्क, उमाकुण्डदेखि गौरीघाट लगायत 4 किल्लाभित्र मासु, मदिरा र सबै नशालु पदार्थको बिक्री, सेवन, उत्पादन र भण्डारमा पूर्ण रूपमा निषेध गरेको छ। यो व्यवस्था पवित्रता र सुरक्षा र धार्मिक मर्यादा कायम राख्न गरिएको हो। यस्तो सांस्कृतिक धार्मिक वातावरणमा हजारौं भक्तजनहरू दिवंगत आफन्तको सम्झनामा प्रार्थना, दीपदान र पुण्यका कार्यमा सहभागी हुने भएकाले यति बेला पशुपति क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा हेरिन्छ। तपाईलाई यो बारे थाहा थियो? कमेन्ट गर्नुहोला।